मेरो यो छोटो पानी हामी तपाईँले त्यही भगवान्लाई आफूले आफूलाई चिन्न सक्ने आध्यात्मिकको बाटोमा गएर हामी तपाईँले त्यही अलिकति खुसी भने हामीलाई एकदमै दर्द हुँदो रहेछ, पीडा हुँदो रहेछ, मनमा आफैले कस्तो लाग्दो रहेछ। किन मैले आज मेरो साथ दिदीले पहिल्यै मैले पनि उहाँहरूलाई भेट्न पाएर उहाँले पहिल्यै दिनुभएको भने आज मेरो मन कस्तो हुन्थ्यो होला, मेरो जीवन कस्तो हुन्थ्यो होला भन्ने मलाई लाग्छ। र आज म सबैजनालाई गुरुबाई म बिन्ती गर्न चाहन्छु कि जुन मेरो साथ दिदीले भन्नुभएको बाटोमा हामीहरू जाउँ र तपाईँले पनि कुनै भगवान शिवलाई एका गुरु मानेर हेर्नु जति पनि मान्नु भएको छैन। हामी तपाईँको जति पनि मनमा भएको संसारहरू मेरो मनमा जस्तो पीडा चञ्चल थियो त्यो मन चञ्चल भएको पनि आज कस्तो भएको म आफूलाई नै थाहा छ। मेरो अनुभूति धेरै छ, सबै त म भन्नु सक्दिनँ किनभने समय पनि धेरै गुरु मानेर हुनुहुन्छ है। त्यसले गर्दाखेरि आज हामी तपाईँले त्यही भगवान शिवलाई ठुलो स्वरूपमा मानेर जुन मेरो साथ दिदी आज शरीरमा नभए तापनि आज उहाँहरू हामीको मनमा दिलमा सबैको धड्कन हुनुहुन्छ। साथै उहाँसँग आशीर्वाद मागेर जब हामीले गुरुसँग जाएर माग्छौँ त भन्नुभएछ नि एउटा शिव शिक्षा भएर तब पनि हामी तपाईँको मन चाहिँ पल प्रतिपल दयाको यादमा रहन्छ। त आज हामी तपाईँले एउटा शिष्यको रूपमा हामीले खडा हुनुको लागि हामीको मन खडा भइरहेछ। त त्यही कारणले आज मैले एकदमै दया मान्ने, साथीजीसँग आशीर्वाद मान्ने र त्यो साथीको बानीलाई लिएर हामीहरू अगाडि बढ्ने प्रयास गर्नु पर्ने। मैले फेरि मेरो यो छोटो पानी हुँदै गुरुको चरणमा राख्दै फेरि पनि मेरो शिव गुरुको मन्त्रमा मेरो प्रणाम छ। फेरि शुद्ध ज्ञानता मेरो साधा दिदीमाको मन्त्रमा मेरो प्रणाम छ। बैठकमा उपस्थित हुनुभएको सबै गुरुभाइहरूलाई मेरो प्रणाम छ। मेरो प्रणाम भेटेको चरणमा सिधारियोस्। प्रणाम। यसको बादमा जब मैले जुन त्यो आचार्य सिक्योर पढ्दै जाँदाखेरि एउटा रुद्र संहिता शिव पुराणको जुन चाहिँ रुद्र संहितामा भन्नुभएको छ, यस्तो भन्नुभएको रहेछ कि जति पनि यो संसारमा भएका जीवहरू छन् म सुनै महादेवले स्वयं उहाँले भन्नुभएको छ कि म एउटा गुरु स्वरूप धारण गरेर सबैलाई उत्तम ज्ञान प्रदान गरेर यो भवसागरबाट डुबेका जीवहरूलाई म पार गराउँछु भनेर लेखिदिनु भएको रहेछ स्वयं एउटा शिव पुराणको रुद्र संहितामा। त आज हेर्नुहोस् त, आज हामीले यो समयमा यो घडीमा हामीले यस्तो चिज पाएका छौँ कि यस्तो अमूल्य चिज पाएका छौँ कि आज हामीले यो दुई पिठी सास लिएर कति देर हामी यो संसारमा यो रहने एउटा यो धरतीमा है। त आज हामी त 5 तत्त्वले बनेको शरीर त्यही 5वटै चिजमा हामी तपाईँको शरीर पनि मिलेर जाने हो। त्यसले गर्दाखेरि आज हामीहरू कहाँबाट आयौँ, कसले ल्यायो, यो धरतीमा कसले पठायो भन्ने कुराहरू आफूले आफूलाई चिन्न सक्ने एउटा आध्यात्मिकको बाटोमा गएर आज हामी तपाईँले केही पनि अलिकति बुझ्यो भने हामीलाई एकदमै दर्द हुँदो रहेछ, पीडा हुँदो रहेछ, मनमा आफैले कस्तो लाग्दो रहेछ। किन मैले आज मेरो साथ दिदीले